मलाई तपाईँले भनेपछि क्या क्रिपी फिल भइसक्यो तर मलाई यादै छैन मैले अब एकजना हुनुहुन्थ्यो एउटा दिदी जस्तो आई डोन्ट इभन रिमेम्बर आई डोन्ट इभन रिकल त्यतिखेर चाहिँ हामी गफसफ गऱ्यो हामी झऱ्यौँ होइन हामी झरिसकेपछि उहाँले म कहाँ झरेको याद गर्नुभएको छ अनि पछि गएर आई बिकेम भेरी गुड फ्रेन्ड्स विथ हर प्रिया दिदी हो उहाँको नाम उहाँलाई थाहा छ होइन सो एनिवेज त्यो दिन मैले याद गरेन सो नेक्स्ट डे पनि त्यो दिदी आउनु भएछ त्यहीँ कुर्नु भएछ क्या मलाई अब यो बहिनी यहाँ झर्छ भनेर सो झरिसकेपछि चाहिँ मलाई के भन्नुभयो भने बहिनी मैले तिमीलाई हिजो याद गरेको थिएँ भने अब म त 9 क्लासमा पढ्ने अलिक अक्वर्ड लाग्यो नि तपाईँले किन याद गरेको मलाई टाइपको कि तर त्यो त भनिन अलिकति अक्वर्ड भयो अनि उहाँले आफ्नो कार्ड दिनुभयो कि रिबेल क्रिएसन्स भन्ने एउटा म्युजिक भिडियो भर्खर पपुलर त्यतिखेर हामी चाहिँ नयाँ एउटा मोडल लन्च गर्न लागेको अनि तपाईँ अब हाँसेको तपाईँको हावभावहरू एकदम मन पर्यो सो तपाईँलाई म्युजिक भिडियोको लागि अफर भने तर्सिहालेँ नि त म त अब बिच बाटोमा को कार्ड लिएन होइन म त स्कुल जान्छु म त आम नट रियली इन्ट्रेस्टेड म गर्दिनँ भनेर म दौडेर गएँ घर होइन म त्यहाँ बस स्टपबाट झरेपछि मेरो अलिक गल्लीभित्र गएको थिएँ सो म कहाँ गएँ उहाँले थाहा पाउनु भएन